सानो रेडी हुँदैछ अब मुख धोएर बिहान गरी 5 बजे छिटै दाँत बेर भयो हामी विदेश जाने छिटै दाँत मान्छेलाई बेर भइसक्यो विदेश जाने यतार त्यतार त्यसरी बेर भयो अब हामी निस्किन थाल्यौँ गाइजहरू 5:25 भयो बाटो यही बिहान गरी 5:30 मिनट जाँदाखेरि हामी यसरी जाँदैछौँ ट्राम चढ्नतिर भाइ कहाँ जाने र हामी कहाँ जाने हामी अब सोलो ट्राभल त मैले पेरिस गरेँ अन्तर्गत पनि गरेँ ओस्लो गरेँ एक्लै हिँड्दाखेरि जति भद्रगोल भए पनि पछाडि त रमाइलो हुन्छ तर आज बालबच्चा चाहिँ यस्तो खालको एउटा अप्रत्याशित परिस्थितिमा हिँड्नु पऱ्यो पोर्तुगल अब हेरौँ राधारानीको कृपाले भगवान्लाई सम्झेर अब यहाँबाट जाँदैछौँ जय श्रीराम भन्छ जय श्रीराम भन्छ भाइ हरे कृष्ण भन्छ हरे कृष्ण भन्न भाइ ल हजुर भाइले ट्रेनमा गाना सुन्नु प्रिन्स हामी निकै सङ्घर्षका साथ ल्याउनु पऱ्यो करिब बिहानको 8:05 जाँदाखेरि हामी ब्रसेल्स एयरपोर्टमा आयौँ हाम्रो फ्लाइट 11 बजी भएको कारणले धेरै बेर कुरो बन्छ एयरपोर्टमै भोकाएर चेक इन गर्नु अगाडि नै भाइले स्याउ खाएको छ गाइजहरू यसरी यहाँ बोर्डिङ भएर पनि के अरे चेक इन भएर अगाडि आइसक्यो भाइ लिफ्टमा आइराखेको छ गाइजहरू यसरी र गाइजहरू ड्युटी फ्रीमा भाइले यहाँ के हेर्छ अब गाइजहरू अब भाइ यस्तो 400 रेला चढेको छ आयो भाइ आयो अब म हाम्रो बोर्डिङ गेट हेर्दैछु अब पोर्तो 11:10मा गेट खुल्ने अनि त्यहाँ जानकारी छ प्लेनको निरीक्षण भयो भाइ कस्तो हुँदो चाहिँ प्लेन हेर्छ ओहो भाइ प्लेन रहेछ नि यहाँ त भाइ गएर यहाँ कोकको निरीक्षण हुँदैछ कोक निकालेर खान मिल्छ कि होइन भाइले यसो आइडिया लाउँदैछ गाइजहरू चार्जर टोपी पानी बोतल तेरो अब हामी बोर्डिङ गेट नम्बर 60 तिर हाम्रो बोर्डिङ छ अब पुलिसको अब हामी त्यता बोर्डिङ भएर अब हामी अगाडि जाँदैछौँ अगाडि छ नि भाइ हाम्रो प्लेन अगाडिपट्टि छ वहाँ भाइ प्लेन हेर्दा भाइ त्यही प्लेन चढ्ने भाइ अब ल भाइ प्लेनको नजिक पुगिसक्यो अब भाइ चाहिँ प्लेनमा चढ्छ अब आएर बहुत रमाइलो ग्राउन्ड गर्छु प्लेनमा भाइको एक्सप्रेसन हेर भाइ डराउनु प्लेन उड्दाखेरि यता चाहिँ उडो प्लेन उडो भाइ ठ्याक्क प्लेन उड्ने भाइ लिँदा पनि एकैपटक हो भाइ जहाँनिर हाल्यो उता लागि चाहिँ गेटभित्र एकदमै सिरियस खतरा भएको छ ल भाइ पोर्तो ल्यान्ड भयो प्रिन्सी पनि पोर्तो ल्यान्ड भएर चाहिँ जैसे लाग्यो प्रिन्सी भाइ हामी आयौँ नि भाइ पोर्तो ल्यान्ड भएर हिँड्दैछ ल भाइको प्लेन यस्तो थियो पोर्तोबाट निस्किँदै हेर्दाखेरि पोर्तो एयरपोर्टबाट गम्भीर प्रश्न सोधो हाम्रो घर कहाँ हो भनेर पोर्तुगलमा हाम्रो घर कहाँ हो भन्न आफूसँग सँगै प्लेनमा आएको मान्छे घर गएर के गरिसक्यो भाइ चाहिँ मजा एयरपोर्टमै बसेको छ आज एयरपोर्टमै सुत्छु भन्ने छ भाइ चाहिँ दिदी भन्दै भाइ रोएको छ दिदी पहिल्यै एराइभलमा आएर भाइलाई लिनु बसिसकेको छ भाइ चाहिँ बेल्जियमबाट पोर्तो ल्यान्ड भएको अवस्था छ है एराइभलमा छ भाइ यति बेला चाहिँ पोर्तो अब मेट्रो टिकट काटेर मेट्रो चढ्यौँ ट्रेन जाती क्या
साधन आएर ट्रेन चल्दैछ मेट्रो यस्तो गर्छ पोर्तो ट्रिन्डा भन्ने एकदम यहाँको सेन्ट्रल स्टेसन जस्तो रहेछ यहाँको मेट्रो चाहिँ यस्तो छ अहिले हामी यहाँ पोर्तो भएको सञ्जय कोजीको ओरिगामी के अरे रेसिडेन्सीमा लगइन पनि भइसकेको थियौँ यहाँ चाहिँ लो उफ्रेर बिस्तारै बिगारेको स्थिति छ किनभने प्यासेज पोर्तोको ओरिगामी रेसिडेन्सी चाहिँ एकदम गजब छ यसरी जसरी अहिले ट्राम दौडिन्छ सबैले यसरी बसेर घाम ताप्दै चुरोट पिउनलाई चिया पिउनलाई पनि राम्रो व्यवस्था छ मुख्य साओ कम्पनी के साओ बेन्तो त्यो पोर्तो ब्रिज पनि हाम्रो धेरै टाढा पर्दैन यो ओरिगामी पोर्तो रेसिडेन्सी हाम्रो सञ्जयजीको यहाँ चाहिँ के अरे अपार्टमेन्ट यहाँ चाहिँ यसरी सबै कुरा व्यवस्थित पकाउनलाई उचाल्नलाई सामानहरू ओभनदेखि टोस्टरसम्म सबै यसरी ग्यासदेखि इलेक्ट्रिक केटल सबै गर्न सकिन्छ फ्रेन्सीले खाँदैछन् भाइले पोर्तोमा आएर लफडा गरेको छ अब हामी जाँदैछौँ पोर्तोको केएफसी खोज्नलाई केएफसी चाहिँ एक्सप्लोर हुँदैछ अब नक्साले 6 मिनट वाकिङ डिस्टेन्समा देखाएको छ आज यहाँ धेरै घुम्नु पनि छ अब हेरौँ कसो हुन्छ पारा फेरि यहाँ आफ्नै छ त्यत्रो समय घुम्यो भने भित्री पोर्तो घुम्ने अनुकूल परेको थिएन अलिकति पछाडि बनाएको र थोरै व्यवस्थित सहर भएको कारणले जाँसु एकदम घर अगाडि पनि एकदमै चाक्ला पार्क जस्तै आँगन जस्तै पार्किङहरू पनि एकदम व्यवस्थित बिल्डिङहरू पनि अलिक नयाँ सिटी भएको कारणले त्योमा भाइले यसरी आएर केएफसीमा गम केएफसी खाएर जुस खायो भाइले अहिले मजाले जुस खायो गाइजहरू थपी भाइ चाहिँ घरि ओरेन्ज जुस घरि केएफसी खाइरहेको छ अर्डरमाथि अर्डर गरेको छ भाइले खाएको खाइसक्यो जेलमा सामान किन्नलाई पिङ्गो दोषमा छु अतीतको याद आएको छ धेरै कुराहरू चाहिँ अरू देशका अन्त अझै पोर्तोमा केही कुराहरू महँगो पनि छन् र केही कुराहरू सस्तो हुने अझै पनि तेल लगायत चामलहरू चाहिँ यहाँ मैले महँगै पाएँ ल गाईहरू म र भाइ चाहिँ भाइले गम निस्तोमा खान्छु भनेर नेपाली रेस्टुरेन्टको खोजीमा हामी निस्केका छौँ बाँसवटा चाहिँ नेपाली रेस्टुरेन्ट खोजेर भाइ एकदम एक्साइटेड छ त्यही रेस्टुरेन्ट छ नमस्ते पोर्तो हाम्रो कोजु सर पनि यहीँ भेटिनु भयो हामी यहाँ जान्छौँ यस्तो कुर्सीमा बसेर नमस्तेहरूमा भाइले खाना खान्छ अब काँक्रो माम मिठो गरेर खायो गम खायो निस्ते माम गम खायो यता भाइ निस्ते माम गम खाउँछ दासहरूले नमस्ते पोर्तो रेस्टुरेन्टमा आएर चाहिँ माम खायो भाइले चाहिँ निस्ते माम गम खायो भने चाहिँ भाइले अरू केही खानु निस्ते माम चाहिँ गम खान्छ लगाइहरू बिहान पोर्तोको मौसम एकदम चिसै छ हामी जाँदैछौँ सेगुरान्सा सोसियल लिस्बनको अथवा अरू साउथ अरेन्टेजो बेजा अन्त यहाँ चाहिँ यो नर्थ चिसै हुन्छ अहिले पोर्तोमा टेम्परेचर त 6-7 डिग्री देखाएको छ तर चिसो चाहिँ बेल्जियमको जस्तो चिसो हात ठिराएको छ गाईहरू अब हामी जाँदैछौँ सोसल सेगुरान्सा ल भाइ गाईहरू बाबुलाई कहाँ सहिलो छ विदेशमा छोरो पाए पनि नेपालमा छोरो पाएन पनि साझै गरी हामी अब समय अनुकूल नहुँदै पनि गाईहरू अब एउटा छोरालाई पोर्तो पुल देखाइएन भने अन्याय हुन्छ भविष्यलाई भनेर मैले चाहिँ पोर्तो ब्रिजतिर हिँडेरै जाँदैछु भाइ पैदल कसिएर हिँडेको छ पोर्तो ब्रिज देख्न एकदम उत्साहित छ पोर्तो धेरै हिसाबले राम्रो छ हरेक ठाउँमा जता गए पनि एकदम चाक्लो बाटो सफा स्वच्छ एकदम हरियाली र भाइको अब प्रतीक्षाको घडी सकिएको छ भाइ अब पोर्तो ब्रिजनिर जाँदैछ अब खै त लात लाग्यो यहाँ पोको लिने कि भिडियो खिच्नु त पोको लिने कि भिडियो खिच्नु एउटा त भिडियो पोको लिएर खिच्नु भिडियो एउटा त पोको लिएर टक्क भिडियो खिच्नु ल परिस्थिति साथमा लाँदै पनि छोराछोरी आएको बेला यदि पनि पोर्तो ब्रिज है भविष्य यिनीहरूले त्यो कुरा सधैँभरि खटिन्छ बा मलाई पोर्तो लर किन ब्रिज राम्रो होला भन्दा भाइले कुरो बुझ्दा नबुझ्दा तर अहिलेलाई चाहिँ लगाइदियो भाइले अब पोर्तोमा आएर पनि पार्क खेलेर एउटा नयाँ इतिहास कायम गरेको छ
र अब हामीले बुझ्न पनि तथ्य के छ भन्दाखेरि डेनमार्कमा पनि प्रायः यसो केटाकेटी खेल्ने ठाउँमा यस्तै हुन्थे तर बेल्जियममा यस्तो ठाउँ कमै हुन्छन् त्यहाँ चाहिँ बालु अछ्याएको हुन्छ दुर्घटना नहोस् भनेर डेनमार्कमा पोर्तुगलमा चाहिँ यस्तो खालको मैले बार्सिलोनामा पनि देखेँ यस्तो खालको पार्कहरू थिए भाइले नयाँ इतिहास रचेको छ भाइले चाहिँ पोर्तोमा आएर पनि पार्क खेलो गाइजहरू 2 3 गो भाइ गो 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 हिन्दीमा एउटा भनाइ छ बच्चा खुस त बाप पनि खुस त्यस्तै जिन्दगी बाउ हसी चाहिँ बच्चाको मात्र खुसिएर पर्दो रहेछ आफूलाई खुसिया दिन सकिए र अब हामी ऐतिहासिक ठाउँमा छौँ प्रियान्सीद्वारा त्यहाँ हेर्ने काम हुँदैछ आहा कुनै एउटा आर्किटेक्टले भयङ्करै इन्जिनियरिङ गरेर बनाएको जस्तो ठाउँ लाग्छ मलाई पोर्तो युरोपको एउटा नमुना सहर भाइ पोर्तोमा आएर पनि रोएको छ गाइजहरू भाइ पोर्तोमा आएर पनि रोयो झगडाहरू यो पुलमा यो मोनोरेल पनि हिँड्छ यहाँबाट अनि त्यस पछाडि यहाँ पर्यटकको चाहिँ 12 महिना खर्च हुन्छ नोभेम्बरमा यो अक्सिजन हो त्यही पनि हामीले मान्छेहरू दिन सक्छौँ त छ ल यहाँ चाहिँ पोर्तोको एउटा गजबको पुल छ यहाँ चाहिँ यो पुलको एरिया हो यहाँ यो ट्राम भन्छ यसलाई मोनोरेल के भन्छ रेलै भन्छ यो बाहेक अरूलाई हिँड्न एलाउड छैन तपाईँले देख्न सक्नुहुन्छ यहाँ ट्रामको यस्तो लिक र यतापट्टि अत्यन्तै सुन्दर यो सायद दौरो रिभर होला मेरो विचारमा यहाँ हामीले देख्न सक्छौँ यो अर्को साइडबाटको दृश्य हामीले पोर्तो ब्रिज देख्न सक्छौँ अवस्था यस्तो छ पुलभन्दा मुनि चाहिँ एकदम त्यहाँ हामीले साना डुङ्गाहरू पनि भाडामा लिन सक्छौँ र यहाँ केबल कार छ एउटा सुन्दर पक्ष चाहिँ त्यहाँबाट करिब 100-150 मिटर त्यो कुनै टाढाको होइन मान्छेहरूलाई पर्यटकलाई रमाउनको लागि मात्रै एउटा केबल कार राखिएको छ त्यहाँ र खोला अत्यन्तै सफा सुन्दर यो एउटा बन्दरगाह पनि हो एउटा पुरानो व्यापारिक केन्द्र पनि हो पोर्तो त्यस कारण पनि यसरी देख्न सकिन्छ तर भाइ अहिले पोर्तो पुलमा छौ है आज नोभेम्बर 26-27 तारिक कहिले छ 2025 को तिमीहरू पोर्तो पुलमा छौ यो कुरो सम्झिराख फेरि फुटबलमा पोर्तो क्लबको एउटा राम्रो टिम भएर पनि होला अथवा यो सुन्दर सहर भएर होला पोर्तोहरूको युरोपभन्दा बाहिर जति पनि देशहरू छन् बेल्जियमदेखि डेनमार्कसम्म त्यहाँका धेरै युवाहरूदेखि सबै मान्छेहरूलाई लिसनभन्दा पनि पोर्तो एकदम राम्रो लाग्छ र उनीहरूले पोर्तुगल भन्दा त्यो पोर्तो पनि बुझ्छन् यो अत्यन्तै सुन्दर आहा यस्तो राम्रो नजारा हेर्न सकिन्छ मोनोरेल गाइजहरू मोनोरेल यो मेट्रो के अरे पोर्तोको ट्राम रेल थियो अब यता पनि भाइ उता मामिला प्रिन्सी हामी पोर्तो है आधी घन्टाको निरन्तर रुवाई पछाडि भाइले अहिले आएर यहाँ पिकेन अलगो गर्दैछ गाइजहरू भाइ एकदम थकित छ र भाइले परेवालाई क्वेसन दिन पनि खोज्दैछ अनि दिनुहुन्न परेवालाई गाली गर्छ भाइ पुलिस आएर मात्र त्यसरी यहाँ भाइको पिकेन अलगो साह्रो हुँदैछ मैले यो पिङ्गोसँग धेरै नै बढी सामान किनेको छु त्यो काँडा र उसर यहाँ मलाई समस्या आइरहेको छ बोकेर हिँड्नलाई एकजना सायद युक्रेनियन होला केही सामान बेच्दैहरू चाहिँ मलाई किन होला मैले मतलब किन्ने पैसा छैन बरु मलाई एउटा बिस्कुट दिन्छ र यस्तो बिस्कुट दिएर पठाएँ हरेक कुरामा हिन्दीमा हुन्छ नि खानेवालेको नाम लेखा त जाने भने जस्तो हरेक कुराको सुन्छु ल म भाइहरूसँग यसरी यहाँ अल्मसार गर्दैछु पोर्तोको ठाउँमा बेल्जियममा एकदम चिसो थियो यहाँ चाहिँ एकदम आनन्दका पारिलो घाम छन् र यसरी बिस्कुट अब कोर्सन अब लगायत सुन्तला अब यहाँ चाहिँ अल्मसार हुँदैछ पोर्तोमा यो सिजनमा पनि जता गए पनि खचाखच पर्यटक र चाहिँ पर्यटकीय बसहरू हामीले जहाँसुकै गए पनि देख्न सकिन्छ साओ बेन्टोहरूको यहाँको एउटा एकदम महत्त्वपूर्ण मेट्रो स्टेसन हो यो सेन्टर पनि हो भाइ चाहिँ पोर्तो साओ बेन्टो स्टेसनमा छौँ हामी अब यहाँबाट हामी पोर्तो काम्पाना जाने त्यस पछाडि त्यहाँबाट फेरि अर्को ट्रेन चढेर लिस्बा जाने साओ बेन्टो हाइवे होइन साओ बेन्टो एउटा ट्रेन चढेर त्यहाँबाट एक स्टप झरेर चाहिँ यो पोर्तो काम्पाना यो पोर्तोको सबभन्दा ठुलो ट्रेन स्टेसन अन्तर्गत यहाँबाट धेरै धेरै लामो छुट्टो ट्रेन चढ्छन् अब हामी काम्पानाबाट चढेर लिस्बा जाँदैछौँ 1:40 मिनटको अझै 35 मिनट जति बाँकी छ भाइ यहाँ पनि सुध्रिनु भएन पोर्तो काम्पाना ट्रेन स्टेसन आएर भाइ यत्र भले समाजका विचार चाहिँ यसरी सुत्योस् है अल्फा 132 नम्बरको ट्रेनमा भाइ चाहिँ एकदम एक्सप्रेस तरिकाले लिस्बा जाँदैछ 1918-20 किलोमिटर बराबरको अल्फा ट्रेनमा एकदम लेटेस्ट मोडलको यसमा चाहिँ प्रियान्सी मजा आछ यसरी र सिटै रिजर्भ आदो गरेर चाहिँ प्रियान्सीले यात्रा गर्दैछ है गाइजहरूले हेर्न सकिन्छ यसरी कोइम्राबाट लिस्बा लाउने क्रममा बाटोमा ट्रेनबाट देखिएका दृश्यहरू अचम्मको निकै रमाइलो लाग्छ बिच बिचमा यस्ता खालका साना गाउँहरू हुने गर्छन् प्रियान्सी चाहिँ निदाएको अवस्था छ अल्फा ट्रेनमा
220 स्पिडमा कुदेको ट्रेनमा चाहिँ ट्रेन सेटले नै जान्छ पर्यन्तमा अल्फा ट्रेनबाट झरेर अब भाइ चाहिँ रेड लाइन चल्ने तयारी गर्दैछ है गाइजहरू वरन्तेमा हिँडिराखेको छ प्रिन्सी अहिले वरन्तेमा क्रिसमस ट्रीका अगाडि बसेर भोक लगाएर चाहिँ बिस्कुट गम गम खाएर त्यो भाइ बिस्कुट मिठो छ भाइ चाहिँ अहिले अलमैदा स्टेसनभित्र चाहिँ अब रेड लाइनबाट ओर्लेर यसरी चाहिँ बाँधा तारामा भाइले उक्लिँदैछु को खाने कार्यक्रम भयो बच्चाहरू पहिलोपटक लिस्बनको बाहिरी उस देख्दैछन् यो चाहिँ हामी अलमैदा पार्कबाट एक्जिट हुँदैछौँ यसरी निक्लो भाइ निस्को गाइज भाइ चाहिँ त बरेरमा जन्मेको प्रियान्सीको हस्पिटल सुई लगाएको जे गरेको मेटाबोलिक टेस्ट सबै भ्याक्सिन लगाएको यही ठाउँमा है प्रियान्सी यो चाहिँ अलमेदाको सेन्ट्रो साउथ भाइ चाहिँ बरेरमा जन्म भाइको सेन्ट्रो साउथ अर्कै थियो प्रियान्सीको सेन्ट्रो साउथै यही हो गाइजहरू पहिला आए बेला यहाँ मैले धेरै पटक लाइनमा लिएर बसेको छु अब हामीले बुक गरेको अपार्टमेन्ट छ करिब बेलुकाको 5:30 हुने बेला भइसक्यो अँध्यारो हुन थालेको छ हामी चाहिँ जाँदैछौँ अपार्टमेन्टतिरको कस्तो छ अपार्टमेन्ट हेरौँ कि छ ट्रेनहरू आफ्नो जन्मभूमिमा आसी अर्कै उत्साहित भएका छन् पाजीको बसलमा चाहिँ 79 सेन्ट पे गोलबाट देखाएर छन् राम्रै गुणस्तरका त्यहाँ बढी दुःख दियो गाइजहरू त्यो आसपास आइपुगेका छौँ जहाँ बस्नुपर्ने त्यही अब हेरौँ कहाँनिर छ पेन्सन यो चाहिँ हामी बस्ने अपार्टमेन्ट यहाँ चाहिँ 2टा बक्सा छन् यो बक्साको चाहिँ यसले मलाई कोड दिएको छ र यो कोड मिले पछाडि बल्ल त्यहाँबाट चाबी निकाल्नु सक्यौँ अब कुन तलाउ छ हेर्न बाँकी छ वर्ष पश्चात बल्ल घर भेटियो गाइजहरू फोर्सी घाँस गाह्रो कुरो त केही होइन तर अब यसको लागि युज टु हुनुपर्छ अर्कै नलेज चाहियो दोस्रो केटी थाकेको बेला झोला धेरै अलिकति अप्ठ्यारो हो केटीहरू एकदम एक्साइटेड छन् अब हामी फाइनल्ली आइयो हाम्रो गन्तव्य नै यही थियो हिजो उहाँ पुग्यो पछाडि परिस्थिति के होला तर 2टा खाट भएको राम्रो चाक्लो त चाहिँ प्यासेरमा जानु मिल्ने त्यहाँ खाएको छ बाथरुम गएको यति खाट बसेँ यो चाहिँ हाम्रो 3 रातको बसाइ चाहिँ पक्कै सुखद हुन्छ भने मैले यता पनि फेरि अर्को खाट 2टा खाट छ यहाँ यता यस्तो यहाँ आइसके पछाडि भोलि अत्यावश्यक पर्न सक्ने दुधदेखि बच्चाका डाइपर पानी लगायत अन्य सामानहरू पिङ्गो दोषको आरएसवरको पिङ्गो दोष लगेर फेरि पनि लिएर आएको छु हिजो म पोर्तोको पिङ्गो दोष गएको थिएँ आज आरएसको पिङ्गो दोष गएको छु गाइजहरु भाइले यो मण्डला रेस्टुरेन्टमा आएर गम क्या खाइस् भाइ चिजीमाम खाइस् कि अनि रसमाम खाइस् कि चिजीमाम खाइस् कि गम निस्दै भए खाइस् भाइले यस्तो छ अवस्था गाइजहरु गजबको स्टाइल रहेछ जसले खाना खाएको छन् आएर खुसी भइसके पछाडि तिनीहरू चाहिँ आफ्नो रिकमेन्डेसन कम्प्लिमेन्टहरू यहाँ चाहिँ लेखेर सिग्नेचर सहित आफ्नो नाम सबै लेखेको यो चाहिँ यस्तो पहिला मैले देखेको थिइनँ यो पहिलोपटकै देखेको छु यहाँ भेज खाना ट्राई गर्दैछु मण्डलामा यो रेस्टुरेन्ट चाहिँ पुरानो हेरेर पहिला मलाई याद भयो यहाँ चाहिँ 56 जति मान्छेको सिग्नेचर रहेछ रिकमेन्डेसन चाहिँ म चाहिँ अब ट्राई गर्छु पिङ्कल भेटेको छ गाइजहरु यहाँ टोयज वाउ मजाको छ भाइ हाम्रो दोस्रो दिन अपार्टमेन्ट बसाइको भाइले बिहान उठेर ब्रेकफास्ट गरौँ त्यहाँ छ भने तेरो त पाउरोटीको प्रिन्सीको पाउरोटी पकाउनु राखेको छु गाइजहरु यहाँ चाहिँ मैले बच्चाहरूलाई खानको लागि यस्ता सामानहरू ल्याएको थिएँ यहाँ दुध तताएको अवस्था छ दुध तताएको थिएन र जुस
ब्रेड पाउरोटी के खालान् मलाई टोस्टरको पाउरोटी मन पर्दैन मैले घरमा चाहिँ आफै घिउ राखेर फार्मकै घिउ तार खान्थेँ तर यहाँ चाहिँ टोस्टर रहेछ अहिले म लिस्वा एक्सप्लोर गर्ने क्रममा यस्तो ठाउँ आइपुगेँ यहाँ सायद म पहिला आएको थिइनँ कि जस्तो लाग्छ यो ठाउँमा आएँ तर यही गल्लीतिर यतातिर चाहिँ सायद मेरो लागि नयाँ एउटा फिक्स छ त्यसरी म यो काम्पावरी जाने बाटोमा एउटा नो ब्याङ्क रहेछ म चाहिँ नो ब्याङ्कको खोजीमा छु होला रमेश सरलाई भेट्नलाई जाँदैछु रहेछ मिलिनियम र नो ब्याङ्क लगभग जोडिएकै बिल्डिङमा छिमेकी रहेछन् यहाँ चाहिँ पोर्तुगलमा आएर सबभन्दा पहिला हाम्रो रमेश सर हाम्रो राजेन्द्र दाजुसँग चाहिँ भेट भयो नो ब्याङ्कको बाहिर उहाँहरू चाहिँ प्रमोटर उहाँले चाहिँ मलाई नो ब्याङ्क लिएर आउनुभएको छ अब हामी जाँदैछौँ क्याफेतिर म र भाइ अब जाँदैछौँ आन्जुसतर्फ अब हामी पहिला नेपाली पसला त्यसरी हामी सामान किन्छौँ अनि पिङ्गो दस खान्छौँ हामी अहिले भाइले म आरएसको पिङ्गो दसमा आएका छौँ सामान किन्नलाई के किन्ने है भन्छ हामी बसेको अपार्टमेन्टमा अन्जना दिदीको इन्ट्री भएर बहिनी प्रियाङ्कीलाई पहिला प्रिन्सीले पहिलोपटक देखेँ अन्जना दिदी आएर प्रिन्सीलाई कपाल कोर्ने नयाँ स्टाइलमा ट्रेडिसनल तरिकाको कपाल कोराइ हुँदैछ यहाँ अन्जना दिदीद्वारा अन्जना दिदीले भाइलाई लिएका मायाका कति भिडियो थियो ती सबै पहिला आइक्लाउड गर के भयो ती भिडियो हुन सकेनन् यो चाहिँ युट्युबमै हुन्छ ल अन्जना दिदीको नेतृत्वमा हामी घुम्नलाई अलमेदा पार्क जाँदैछौँ गाइजहरू अपार्टमेन्टमा अन्जनाको यहाँ चाहिँ आगमन भएको छ प्रिन्सी यहाँ खेलेकी छ अन्जना दिदी यहाँ मण्डला हाउसको अगाडिपट्टि बेर्नुको गाडी यहाँ चढेर भाइ हिँड्दैछ अब प्रासादु चिल्लेमा पास हुँदैछौँ हामी अहिले चाहिँ टिम प्रासादु चिल्लेबाट अगाडि बढ्दैछ अलमेदा पार्कमा आयौँ अब भाइले अलमेदा पार्क हिट गरेर ल भाइ हरियो गरेर दौड दिदीले समातेर अलमेदा पार्कमा अगाडि बढ्दैछौँ गाईहरू अब हामी अलमेदा पार्क हिट गरेर जाँदैछौँ भाइ अब भाइ आएको छ अलमेदा पार्क एक्साइटेड मोडमा गइसक्यो गाईहरू यो चाहिँ लिसनकै सबभन्दा फराकिलो र चाक्लो सायद यस्तो पार्क छँदै छैन त भन्ने तर लिसनभित्र कमै छैन यस्तो सेन्टरमा यो अलमेदा पार्क छ अलमेदा पार्कको दृश्य हो यो र गाईहरू उतापट्टि छन् पार्क कसरी खेल्ने अनि छोरीको प्रश्न प्रिन्सी र भाइद्वारा चाहिँ नि प्रियान्सद्वारा यहाँ अलमेदा पार्क खेल्ने काम हुँदैछ ल प्रिन्सी खेली चिप्लेटी यहाँ अन्जना दिदीद्वारा हेल्प हुँदैछ भाइले हेल्प भाइ पार्कमा झुन्ड्यो गाइजहरू अब भाइ चिप्लेटी खेल्छ यो त पास गर्दैछ ट्रेन के अरे भाइ पनि आयो र के त्यसले कहाँबाट यहाँ घुमाउने खेल्नु त्यो चाहिँ नि अलिक यस्तो रहेछ अन्जना दिदीको हप्पा चढेर हिँडो ब्रुजमा होइन यो अलमेदामा जान्छ भनेर भाइले तानेको बिदाईको पलो गाइदियो रुवाबास गर्दैछ दिदी जान्छ भनेर ल अन्जना दिदीलाई भाइ भन्दै भाइ बाई गर्दै पुरा पट्टेको टहरमा इन्ट्री भएको छ गाइजहरू हाम्रो ब्लग छ भाइ त आएर ल गाइजहरू कट्टर टहरो कस्तो छ भने धेरैलाई जिज्ञासा छ चासो छ देश विदेशमा यहाँ छन् कटेराका जुनियर प्रोपाइटर बेर्नु ल हाम्रो कटेरा चाहिँ सन्ध्या जगाउने काम हुँदैछ चाहिँ यहाँ अग्निद्वारा आजको विशेष साँझ भगवान्को नाममा नारायणलाई चाहिँ हाम्रो नमस्कार छ तुलसी मातालाई चाहिँ कोटी कोटी प्रणाम छ धेरै समय पछाडि तुलसी माताको दर्शन भयो रात्रिकालीन माहौलमा भाइ मिठु देखेर खुसी भएको छ गाईहरू त बहिनी छ नयाँ बहिनी भाइले पहिलोपटक बहिनीलाई देख्यो भाइ खुसी भयो भाइ नाच्यो कतिवटा टहरको माहौल यस्तो छ
यहाँ हुन्छ वृन्दावन चाहिँ तयारी हुन्छ कटेरो टहरमा वृन्दा होमस्टे वृन्दा किचन वृन्दावन चाहिँ सेफ मैले नेपालमा कमै देखेको छु नेपालीमा त हुन सक्दैन विदेशमा मैले यस्तो फास्ट सेफ एकदम कम देखेको छु उहाँले लगभग आधी घन्टाभित्रमा सबै कुरो राइस पकौडा हो राइस पकौडा है हजुर राइस पकौडा यो नयाँ रेसिपी सुने मैले राइस पकौडा सुनेको थिएँ जाडोमा एकदमै राम्रो हुँदो रहेछ खानालाई मैले हाम्रो बेल्जियममा एकजना बिन्दु बहिनी हुनुहुन्छ अघि भने बिन्दु बहिनी र वृन्दावनमा चाहिँ एउटै झल्को पाउँछु गाईहरू विदेशमा यस्तो कमै हुन्छ प्रियन्सी बेर्नु दादाका साथमा यहाँ गुरुको कटेरो टहरो चाहिँ हाम्रो उसमा तुलसी भवनको अगाडि चिया मठमा चाहिँ भाइले दर्शन गरेको छ तुलसी महारानीको अर्को हुर्केलो छ गाईहरू उता धुनी छ यता प्रियन्सीको हुर्केलो छ ताप्दैछन् ल प्रिन्सले आगो तापी भाइले नै आगो तापे भाइ आगो ताप त फु गरेर त आगोलाई कटेरो गाई यहाँ धुनी भएको छ भाइले धुनी ताप्दैछ अहिले कहाँबाट मगाएको गुरु यो फिल गर्न सक्छु यसलाई प्रायः जसो हुर्केलो धुनी यहाँ भइ नै रहन्छ गाईहरू है प्रिन्सी यो कटेरो टहरो है फेरि तिम्रो भविष्यमा चाहिँ बिर्स्यौला यो सधैँ होला नहोला यहाँ चाहिँ डमडम डम्बरको साथमा भाइ बहिनी चाहिँ कटेरो टहरोमा यसरी आगो ताप्दैछन् है गाईहरू ल बहिनी आएकी छिन् बहिनी नमस्कार बहिनी नमस्ते बहिनी नमस्ते भाइलाई तातो भएको छ ल भाइ अलि नजिक Now I'm enjoying my holiday in Portugal with campfire. This is my friend place. And this is one of the most famous place in Portugal. And now we are doing campfire, and this is something different. And I'm gonna try. And I'm very much happy with my kids. They are doing something there. Enjoy, my friend. Bienvenue, bienvenue. 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 Bienvenue, yes. Bienvenue, yeah. भाइले के गरेको भाइ प्लान्टेसन चल्दैछ गाईहरू भेटेको चिसा हिउँ सब पर्तुगाल आएर आगो तापेर चाहिँ सब फाल्नु हो भाइलाई बेल्जियममा चिसो लगाएर वृन्दावनले स्पेसल तोरियो तेलमा यसरी गर्ने बेर्नु यसरी गर्ने मेथी ज्वानो मुरिलो मुर्गेलो सुप अन्त मिठा सुप अर्को त्यो के अरे पुवामा पनि हाल्ने सुप तेजपत्ता सबै हालेर उतै त्यो जडीबुटी सब भाइको लुतो फाले जस्तो आज भाइको चिसो बेल्जियमको चिसो भाइले चाहिँ बेल्जियममा आएर ल भाइको चिसो ल फालिहाल्छ बाबु त्यो नछोइ एकदमै चाहिँ भाइलाई तातो भाइलाई चुक्राउने काम त्यतै भिजभिज बाबु बडबड बेल्जियमको चिसो जाओस् ल ठुलोमम्मीद्वारा भाइलाई चाहिँ नि यहाँ जडीबुटी युक्त तेल फोरवान फेरि फेरि कपडा छैन केटकेटलाई यस्तरी सिङ्गे कुखुरो ग्रिल हुँदैछ है यहाँनिर अब यो सिङ्गे कुखुरो एकदम नर्मल आँचमा चाहिँ ग्रिल हुँदैछ नोभेम्बर 27, 2025मा प्रिन्सीले कटेरो टहरोमा गाईहरू यसरी पहिला भाइलाई ठुलोमम्मीले सेकिदिनु भयो जडीबुटीयुक्त तेल आफैले बनाएर अहिले प्रिन्सीलाई आमाले तेल लाउने कार्यक्रम गर्दैछ रातभरि खोकेर मलाई वाक्क बनाएकी थिए र यता कुखुरो त ग्रिल भइराखेकै छ वृन्दावनको नुस्खा घरेलु जुन ठुलो वृन्दावनको स्पेसल राज मलाई नि चिसोले भेटेको वर्षौँ भएको थियो आज चाहिँ लगभग 2.5 वर्ष पछाडि यसरी कटेरो टहरोमा यसरी सेक्नुपर्छ गाईहरू यसरी आशा गरौँ मेरो चिसो सबै यही नुस्खाले च्याप्पै खाइदियो For the children, it was trans, and for the adults, it's olive. Yes, yes, yes.
Not olive. Is herbal oil from Nepal. You can do it like this. Okay. Because you feel relaxed and tonight you will sit smoothly like kids. वृन्दास किचन चाहिँ एकदम चलेको चलै छ गाइजहरु कन्टिन्यू 2 घण्टादेखि नन स्टप यतातिर छिन् बहिनीलाई नि फुर्सदै छैन बिचरा चाहिँ फेरि के अरे टिभी हेर्नमा व्यस्त छन् गाइजहरु हाम्रो भित्तामा टिभी हेर्छ गाइजहरु टिभी हैन भित्तामा टिभी हो स्टोर छ यहाँ चाहिँ भगवानको थान छ एउटा भगवानको थानलाई चाहिँ यस्तरी छुट्टै राख्न सकियो भने चाहिँ कोही छोइ छिटो यताउति कोही उस पर्दाखेरि एकदमै राम्रो चिकन कथा कन्टिन्यू छ ल प्रियांश पनि यहाँ चिकन ग्रिल हुँदैछ Maybe you can't. वृन्दा होमस्टेमा यो चाहिँ एकदम बनाएको स्पेशल अचार र शुद्ध शाकाहारी खाना गुरुले चाहिँ नखाने मेरो सात्विक खाना एकदम मिठो वृन्दा होमस्टेमा म्याडमले निकै मेहनत लाएर एकदम बन्दखी पकाउनु भएको एकदमै बन्दखी हो 2.5 वर्ष पछाडि 2.5 वर्ष पछाडि म्याडम बन्दखी मनसम्म मनसम्म म्याडमले साह्रै धन्यवाद छ सरलाई नै मध्यनजर गरेर Yo, Zophie is show photographer. यो मैले युट्युबमा राखेँ वृन्दा किचनमा त म्याडमको यत्रो तरक्की के नि तरक्की सुब्रमेज आयो तपाईले एउटा कुरा बुझ्नुहोस् क्या कोही पनि छोरी मान्छेको दशैंमा घर पुरानी पैसा दिनु पर्छ पर्दैन भोलि बेल्जियममा पनि खुवाउँछ भने सर र मोटर गाडीमा जस्तै हामी टेस्ला चढेर अगाडि फेरेर लापाबाट समस्या घरबाट घर जाँदै पोर्तुगाल एकदमै राम्रो अहिले हेर्न सकिन्छ आहा कति रमाइलो दिन छ र हामी अहिले बोल चढेर जाँदैछौँ राधाकृष्ण मन्दिर र यहाँ धेरै यसो गाडी चलाउने मान्छेहरू हामी जस्तै इमिग्रान्ट हुन्छन् मैले धेरैबाट गाडी चलाएको छु स्कुलबाट सिक्दाखेरि यहाँबाट हामी अगाडि बढ्दैछौँ राधा रानीको दर्शन गर्नलाई तिनीहरू म त रिस्ता बन्दिया आइसक्यौँ गाइजहरू हामी ल राधा रानी जय श्री ल हामी चाहिँ उहाँको दर्शन गर्नलाई मन्दिरमा आइपुग्यौँ हामी सबै हामी आइछौँ राधाकृष्ण मन्दिर आशा राधे 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 हामी मन्दिर ल भाइको राधाकृष्ण मन्दिरमा इन्ट्री भइसकेको छ गाइजहरू अब हामी जाँदैछौँ राधाकृष्ण मन्दिर राधे राधे ल भगवान् हामी आइपुग्यौँ भगवान् हामी आइपुग्यौँ अरू बुलावा थियो र हामी आइयो यो राधाकृष्ण मन्दिर यहाँ चाहिँ थुप्रै भक्तजन भनौँ कि अथवा के भनौँ यहाँ चाहिँ रेसिडेन्सी कार्डका लागि भक्तजनहरूको पनि राम्रै भिडभाड छ मन्दिर प्रवेश गर्नुभन्दा अगाडि भाइले जुत्ता खोल्दैछ गाइजहरू हामी मन्दिरभित्र प्रवेश गरिसकेका छौँ हामी आरती हुँदा केही बेर अगाडि छिरेको कारणले यहाँ खासै भक्तजनको त्यस्तो माहौल छैन आज शुक्रबारको दिन बिहान भएर पनि होला भाइ शान्त पाराले मन्दिरमा बसेका छन् राधा रानीको सत्कृपा सधैँ प्राप्त भइराखोस् राधाकृष्ण मन्दिरमा भगवान
राधारानीको साक्षात् दर्शन भयो राधारानीको कृपा रह्यो भगवान्ले 4 वर्षको छाडिरहेको मैले उहाँहरू हिँड्न अगाडि राधारानीलाई भनेको थिएँ कि म दर्शन गर्न त्यहाँ आउनु पाऊँ भनेर यहाँ आइयो र जय श्री राम राधे राम ल भगवान्लाई प्रियन्सीद्वारा साष्टाङ्ग दण्डवत भएको छ प्रियन्सीले भगवान्लाई साष्टाङ्ग दण्डवत गरी नमस्ते गर भगवान्लाई नमस्ते गर फेरि मन्दिरमा आएर लीला देखाएको छ गाईहरू धेरै पर्यटकहरूलाई यहाँ धेरै मान्छेहरू छ सुइरोको यहाँ पोर्तुगल किन मनपर्छ पोर्तुगल मनपर्को एउटा कारण चाहिँ घाम हो घाम चाहिँ मुख्य यहाँको अरू कुरा छँदैछन् घाम पनि हो र नोभेम्बरको आज 28 तारिक बिहान करिब 9:30 बजी यति आनन्दको घाम छ एकदम यहीँ सुतम जस्तो जतासुकै आकाश पुरै निलो टक्लक्कै घाम यस्तो आनन्दको मान्छ द्याट्स वाइ आई लाइक Portugal because of the sun, you know. Today is November 28th. You can see everything clear and you can take the sunshine directly. अहिले म जाँदैछु घामको मजा लिँदै आन्जुसतिर मलाई एउटा सिम कार्ड पनि चाहिएको छ हेरौँ कस्तो खालको सिम कार्ड कहाँ पाइन्छ बारी एउटा मोबाइल पसल रहेछ तर मलाई घाम प्यारो भएको कारणले बरु म अलिकति हिँडेर तल पुग्छु तर छायाबारको साइडमा हिँड्दिनँ म तल जाँदैछु पोर्तुगल आइसके पछाडि घामको मजा त लिनै पर्यो अलिअलि बस्छु 708 को बस जाँदैछ साकामै यसरी अतीतका दिनकै यादहरू आउँदैछन् तर अगाडि बढ्दैछु अन्जुस चोकतिर अन्जुसको मेट्रो स्टेसन म छु अहिले अन्जुस चोकमा यो अन्जुस चोकमा चाहिँ मेरो मात्रै होइन धेरै नेपालीको चाहिँ सम्झना जोडिएका हुन्छन् अन्जुस चोक देख्दा आफ्नै घर आए जस्तो मलाई महसुस भइराखेको छ ल अब हामी जाँदैछौँ स्टेफानियातिर भाइले लालीलाई धकेलो छ है गाईहरू पोर्तुगलमा भाइले लालीलाई धकेलो आन्दोलन छ लालीले आफै घुच्चाम जोनेर अहिले म छु ठ्याक्कै स्टेफानियाको चोकतिर गाईहरू हामी कटेर टहरको यात्रामा छौँ र भाइले यहाँ बाटा रोडको ठुटो टिपेको छ गाईहरू छ यहाँ श्रीजीको पसल चोकमा छौँ यहाँ चाहिँ हामी बिस्तारै कटेर टहरतिर लाग्दैछौँ त्यहाँ बेर्नु जाँदा अनि ब्याट्री दिदी छन् ल छिराइज त्यहाँ अनि पट्टु पनि छ नि भाइ पट्टु पनि छ त्यहाँ हामी कटेर टहरको अगाडि आइपुग्यौँ गाईहरू धेरै राम्रो लाग्छ कटेर टहरो कस्तो छ भनेर आज म कटेर टहरो 360 डिग्रीमा देखाउन चाहन्छु एउटा तुलसीको मोड छ त्यहाँ तुलसी महारानी हुनुहुन्छ र चाहिँ त्यहाँ कहिलेका पूजा गर्ने सबै घडाहरू पनि राख्नुभएको छ कागतीको रुख छ यो 12 मासे कागती यसले सिङ्गो वाङका सर्कलमा भएका सबै साथीभाइले चाहिँ 12 मासे यो कागतीले पुग्छ र अगाडिपट्टि हामीले देख्न सक्छौँ ग्रिल गर्नलाई यस्तो खालको उस यहाँ चाहिँ हामीले देख्न सक्छौँ यसरी यहाँ ग्रिल गर्ने व्यवस्थापट्टि यस्तो खालको बस्नलाई र यहाँ पनि आज आगो फुकेको छ विशेष गेस्ट आउँदै हुनुहुन्छ र यहाँ चाहिँ सुगा चराहरू खरायो यो बेर्नुको चाहिँ चिडियाखाना छ लगभग यहाँ हामीले देख्न सक्छौँ साना साना चराहरू र यहाँ एउटा पट्टु पनि छ त्यो पट्टु अलिअलि बोल्छ भने कटेरको भित्री पाटो यहाँ चाहिँ विभिन्न ऐतिहासिक चिजहरू फोटोहरू नेपालका बुद्धका मूर्तिदेखि लिएर नेपाल चिनाउने कला संस्कृति नेपालको झन्डा देखेर यहाँ किताबका कलेक्सनहरू हामीले यसरी सर्लक्क देख्न सक्छौँ पनि छ र यहाँ केही एन्टिक सामानहरू पनि छन् त्यो र यहाँ केही यो हातले बनाएको पेन्टिङ हो नेपालको एउटा पम्बिनियो नामको आर्टिस्टले बनाएको हातको चित्र हो त्यो चाहिँ माथि पनि त्यो हातले बनाएको चित्र छ केही पुराना रक्सीहरूको कलेक्सन पनि वाइनदेखि ब्ल्याक लेभल ब्लू लेभल सबैको कलेक्सन पनि यहाँनिर देख्न सकिन्छ यो बृन्दा कटेरो टहरो होमस्टे यहाँ कटेरोमा आएर एक दिन बस्नलाई यहाँ खाना खानलाई धेरै मान्छेहरू चाहिँ लालायत भएको अवस्था छ र धेरै मलाई सोध्नुहुन्छ कटेरो टहरो कस्तो छ भने त मैले 360 डिग्रीमा देखाएँ आज कटेरोलाई पोर्तुगाल मात्रै होइन युरोपकै एउटा समयकी चर्चित नायिका आज हामीसँग यहाँ हुनुहुन्छ र हामी उहाँसँग चाहिँ यसरी खाना खान जाँदैछौँ
उहाँको स्वागतमा हामीले खाना खाने कार्यक्रम राखेका छौँ र उहाँसँग अन्तर्क्रिया कार्यक्रम छ नेपालको विषयमा। उहाँले 1969मा नेपाल गएर काठमाडौँमा 1 महिना बस्नुभएको र उहाँलाई नेपालको असाध्यै माया छ र उहाँले एउटा किताब पनि लेख्नुभएको छ। त्यो किताबमा चाहिँ नेपालको बारेमा उहाँले एउटा कविता पनि लेख्नुभएको छ। The line is here. Go inside the circumference and ask to go to the other side. And he said in the book, well, knowledge is this. You are here in this line. Outside of the circle. हामी आयो लन्ड्रीमा यहाँ कपडा ड्राई गर्नको लागि र भाइले चाहिँ यहाँ कपडा उस गर्दैछ। जहाँ गए पनि सजिलो एउटा एउटा गरेर राखेँ भाइ है। ओके चाहिँ अहिले हामी पोर्चुगल देशमा छौँ। त्यो भाइ जन्मेको पोर्चुगल देशमा हो। हामी पोर्चुगल आयौँ घुम्नलाई है 2025 नोभेम्बर 26मा आज 29 तारिक हो। अब हामी चाहिँ बेल्जियम फर्किने हाम्रो घर छ नि तिमीहरूको स्कुल भएको आइरिस बिहानी भएको त्यो बेल्जियम देश हो। यो पोर्चुगल देश हो। अब हामी यहाँ बस्यौँ। यो हामी बसेको होस्टेलमा बसेको हामी अपार्टमेन्टमा। अनि अब हामी यहाँबाट जाने है त निस्किने है। प्रवेश यो देशको नाम के अरे प्रिन्सी? यो देशको नाम के हो? प्रिन्सी यो देशको नाम के अरे? यो देशको नाम के हो? अब हामी जाने देशको नाम के हो? हाम्रो स्कुल भएको बेल्जियम हो। बेल्जियम। अनि पुम्दी भएको कुन देश हो? नदीपुर कुन देश हो? ओके भाइले चिजबल फालेर हिँड्यो गाइजहरू। अब हामी कहाँ नि भाइ भने त हामी कहाँ नि भाइ यस्ता खालका ठाडै उकालाहरू चाहिँ हुने गर्छन्। बच्चाहरूलाई वृद्धलाई ट्रली बोकाएर बग्गी बोकेर हिँड्नलाई साइकल चलाउन यहाँ सम्भव छैन भन्दा पनि केही फरक पर्दैन। गाइजहरू भाइको एकदमै गरौँको चिजबल भाइले 20 मिनटदेखि बोकेर हिँडेछ। बाटाबाट थाक्छ फेरि बोक्छ बस्छ। प्रियान्सी त जन्मिने बेला त मम्मीको पेटमा आउँदाखेरि तँलाई जाँचेको तँलाई डाक्टरले पेटभित्र भएको फोटो खिचेको सबै गरेको यहाँ पनि लालु गाइजहरू लाली आफ्नो हस्पिटल आएको यहाँ लालीको सबै लाली पेटमा आउँदाखेरि रगत जाँचेको अन्त सुरुको 13 हप्तासम्मको चेक गरेको के अरे 19 हप्तासम्मको सबै यहीँ हो। गाइजहरू भाइ पोर्चुगलमा आएर कस्तो मजा आएको। पिङ खेल अलि हल्लाइदिउँ। पोर्चुगलको पार्क नै यस्तो हुन्छ पुरै छापेको बालुवा सालुवाको टेन्सन हुँदैन। ल भाइ आफै गयो गाइजहरू। आइज पोर्चुगलमा यस्तो हुन्छ गाइजहरू। भाइहरू खेले गाइजहरू यहाँ 2025 आसपासमा बेर्नुको 25 नोभेम्बर लास्टतिर बेर्नुको एउटा चिडियाखाना छ। यो बेर्नु चिडियाखाना हो। बुइनेको र बेर्नुको चिडियाखाना हो। यहाँ विभिन्न पन्छीहरू छन् हाम्रो चाहिँ यहाँ यसै देख्न सकिन्छ। पन्छीहरूको कलेक्सन छ भँगेरादेखि भँगेरा होइन के हो यो चरा कानारी के ठिकै हुन्छ। त्यो पट्टु बोल्छ बाहेकहरू छ पट्टु बोल्दैन गाइजहरू। पट्टु आयो बाहिर पट्टु आयो बाहिर ल नचल पट्टु बाहिर आएको छ गाइजहरू। पट्टु बोल्छ बहिनी। भाइ यता हेर्छ बहिनीको पट्टु दिदीको पट्टु आयो पट्टु मिना हो है गाइजहरू। पट्टुको नाम मिना हो। मेरो चाहिँ बहिनीलाई लाग्ला भाइको टाउका पट्टु भाइको टाउकामा पट्टु पट्टु खेल्न मन लागेर डराएर ज्याकेटमाथि पट्टु छ। माटो लाग्यो बहिनीको कपडा। बियोलीजीको लिमाउ चाहिँ यहाँ पटेरो टहरोमा अथाह छन् गाइजहरू। 12 भएरले वर्षैभरि पुग्ने 12 मासे त्यो ग्रिल गर्ने ठाउँ छ यहाँहरू। फाइनल फ्लाइटबाट गइसक्यौँ। अब हाम्रो यहाँ चाहिँ अन्तिम तयारी हुँदैछ। यहाँ चाहिँ नि ओभर अर्डर काम हुँदैछ भने प्रिन्सी यता फाइनल खेल्दैछ एक लट। बाई बाई बेर्नु बाई बाई म्याडम नमस्कार ल जय होस्। दुःख दियो ल
अब हामी फ्लाइट मोडमा बाय बाय हम जा रहे हैं बंधु भाई के पास आपका नाम की तो बोर्डिङ गेटमा हामीलाई यसरी बसेको छ टर्मिनल 2 मा आइपुग्यौँ एयरपोर्टको सकिन्छ लिस्बन एयरपोर्टको टर्मिनल 2 सायद यहाँ यो रिजनल फ्लाइट मात्रै हुँदछन् अलि नै भाइले एयरपोर्टको के अरे सेक्युरिटी चेक-इनमा चाहिँ भाइको बिचल्ली बनाएको आइहरू आस भयो बसेर बुकुट खाइन्छ है पुरै भयो बसेर भाइ चाहिँ कुर्जी आउन खोज्दैन लगुरु भाइले चाहिँ भयो बसेर बिस्कुट खायो बिस्तारै प्लेनतिर अगाडि बढ्दैछौँ अगाडि त्यहाँ प्लेन छ हामी चाहिँ अब अगाडि बढ्यो भाइ अगाडि बढ्दैछ प्लेनतर्फ दर्शकवृन्द हामीले देख्न सकिन्छ भिडियोमा रायनएयर प्रोसेस सार्लेरोई एयरपोर्ट हेर्दै अब हामीले लिस्बनलाई गुड बाई भन्दैछौँ गाइजहरू बिस्तारै यस्तो छ एयरपोर्टको माहौल है हामी ओल्बियो सालोरामा आएर प्रिन्सिनी आएको छ यहाँको मौसम अहिले पानी पर्दैछ गाइजहरू एकदम पानी परेको अवस्था छ बेलजियम आयौँ भाइ हामी उक्कु जाने अब यतैबाट उक्कु जाने घर नभइकन है एयरपोर्टमा झरेर अब हामी गेन जानको लागि जाँदैछौँ अगाडितर्फ रातिको 9:15 बजेको छ करिब सालेरोमा चाहिँ यस्तो खालको बस टर्मिनल हुँदो रहेछ उसको लागि मैले मेसिनबाट टिकट काटेँ यसो देख्न सकिन्छ अरू आउने मान्छेलाई कन्फ्युज नहोस् 6 नम्बरको प्लेटफर्म चाहिँ गेन क्रुजको लागि जाँदैछ छ अनि एकछिनमा बस चढ्छ भेटेको छ भाइले क्याम्पर लगाएको छैन उता छ गाइज सिन पिटर त आइयो राति प्रिन्स निजाएको कारणले प्रिन्स रुँदैछ भाइहरू अगाडि आउँदैछौँ करिब 11:40 आसपासमा तोलपोटमा यसरी झरियो आज फ्राम पनि खचाखच थियो पानी पनि परेको थियो प्रिन्स पनि निजाइ यसरी 25 तारिक बिहान 5:25 जाँदाखेरि सुरु भएको यात्रा आज चाहिँ 30 तारिक के 29 आज 25 सुरु भयो यात्रा आज 30 हो 29 तारिक हो आज 29 तारिक राति करिब 12 बजे आसपास 11:40 मा आएर चाहिँ यसो सम्पन्न भयो यो अत्यन्तै कष्टमय यात्रा भयो थोरै उपलब्धि र सम्झना चाहिँ धेरै भएको अविस्मरणीय तर अविस्मरणीय त प्रायः यात्रा अविस्मरणीय हुन्थ्यो यसमा चाहिँ अत्यन्तै कष्टप्रद यात्रा भयो भनेर चाहिँ यसलाई भन्न मिल्छ क्यामेराम्यान विष्णु सर हात गएर हाम्रो ब्लग चाहिँ आज उहाँकै मोबाइलबाट मेरो मोबाइल स्विच अफ भएको कारणले हाम्रो यात्रा यहीँ अन्त्य भयो राधे राधे